हेलो राधे कृष्ण। हामी आज धेरै दिनपछि बारी जाँदैछौँ आज है। बारीमा के भयो हेर्नुपर्छ। ओ छोरा टिप्नलाई अघि अघि सरेको के भएको छ हेर्नुपर्छ। यी बोडी टिप्न गइरहेछ। यी बोडी भएछ। हरियो बोडी मजाले भइरहेको छ। यी सेतो पनि छ। सेतो बोडी पर सेतो बोडीहरू यिनीहरू। कति धेरै अझै छ बाबा। धेरै भयो। मान्छे छोरो बोडी टिप्दैछ। करेला पनि छ भनेर यसो हामी टिप्न गइरहेका छौँ है। लोकल करेला हो कि त्यस्तो ठुलो हुने हैन, सानो हुने हो। ए लाउ लाउ लाउ, तिमी यता आउ न, यता आउ न। यो ठुलो भयो भने कुहिहाल्छ क्या। सानैमा टिपेर खाइहाल्नुपर्छ। बोडी टिपेर यी कान्छोले देखाउँदैछ। ल हेर्नुहोस् न यहाँ लजावती झारलाई। छोराले अब ऊ के भयो बाबा? अब त्यो बोडी टिपेपछि हामी यहाँ अब काँक्रा है कुकुम्बर टिप्ने अरे। यी कान्छो छोलोले मामाले यी काँक्रा टिप्ने अस्ति पनि टिपेको थियौँ। आज कतिवटा अब भइरहेको रहेछ है। टिप्छौँ। यहाँ पनि भएको छ एउटा। ओ बाबा 1 2 वटा यो त कस्तो भएको छ यो? टिपिदिम कि हो? टिप न त, त्यो कलिलोमा मिठो हुन्छ। टिप न। कस्तो पाकेको टिप 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 टिप। बढ्थ्यो कि? छोड्दिम न त भोलितिर हेरौँ। हुन्छ हुन्छ। त्यो भएको छैन, टाइम भएको छैन। नटिपौ बाबा। यी खुर्सानी पनि टिप्न गइरहेछौँ। अलिअलि भएको रहेछ खुर्सानी पनि। अस्ति टिपिसकेको। खुर्सानी राम्रो भएन नि योपालि। भयो यो तेजपत्ता नि सबै पत्ताहरू निकालिदिनु पर्ने थियो। अब चाहिँ हामी लास्ट फर्सीको मुन्टा टिप्दैछौँ सब्जी हप्ताको लागि हो। खान्छ फर्सी चाहिँ अहिलेसम्म फलेको छैन हो। मुन्टा चाहिँ हामीले पुरै खाँदैछौँ। किनेको छैन योपालि। यता माथिको टिप्नु पाएको भए राम्रो हुन्थ्यो नि। यहाँबाट त भेट्दैन पनि। टुलमै चल्नुपर्छ। यतैको टिपिदिउँ। के भयो बाबा? कुरो लाग्यो? कुरो टिप न त, टिप। खै देखाउ त कुरो। आयो होला नि त। कुरोबाट आयो होला तिमीले। लु भयो बाबा, हिँड जाउँ अब, घाम पनि भयो। फाइनल्ली हाम्रो सब्जीहरू चाहिँ यति भयो हो आज टिपेको। कुरो लागेछ। कुरो टिप्दैछ बसेर।
यति भयो हाम्रो सब्जीहरू चाहिँ। हवस् त राधेकृष्ण, नेक्स्ट भिडियोमा फेरि भेटौँला है।